हेलो एभ्रिवान गुड मर्निङ नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। म चाहिँ आज नयाँ भ्लग लिएर आइसकेको छु हजुर सामु। कृपया युट्युबमा गएर हेरिदिनु होला र माया र सपोर्ट गरिदिनु होला। ल हेर्ने म चाहिँ तरकारी लिन जान लागेको खाना पकाउनलाई। यस्तो घाम छ ल हेर्ने गाईहरू बिहान उठ्न पाएन यस्तो घाम हुन्छ के ल। अनि कसरी हिँड्न सकिन्छ त है। मौसम मात्र राम्रो देखेर के गर्ने है। यस्तो गर्मी छ कुरै नगर्नु के तपाईहरु के गरेर बस्नु भयो के घर है यस्तो गर्मी होला हेर्नु त। ल हेर्नु गाइस म चाहिँ अब घर फर्किँदै हो तरकारी लिएर। यहाँ तरकारी लिइसकेँ। म चाहिँ यता तल गएको मासु लिनलाई मासु लिएर आएको। म माथि जाँदैछु। ल अन्त बिचरा कति गाह्रो भयो होला अनि त्यो दाइलाई। म घर आइपुगेँ। यस्तो मकै बारी छ है यहाँ। ल हेर्नु यस्तो गर्मी भयो। लिची हेर्नु त मैले हिजो भ्लगमा देखाएको लिची हेर्नु त न गाइस। आमा कति होला। 2 hours later. ल हेर्नु गाइस मेरो बुढो त्यहाँ ढोका लाउँदै हुनुहुन्छ। ड्युटीबाट आउनु थियो खाना खानालाई। हेलो भन्ने खाना खाएर निस्किनु भएको। अब हामी आज घाम यस्तो तर्केछ यस्तो भयो घाम तर्केर गर्मी लास्टै छ। ल हिँड्नु ल यता हाम्रो गएर बाहिर कामहरू गर्दै हुन्छ है। त्यो पानी जम्यो भनेर चाहिँ यहाँ के बनाउने अरे यो सेफ्टी ट्याङ्की बनाउने पानी सेफ्टी ट्याङ्की ऊ त्यहाँनिर खन्दै हुन्छ। ल अब बाटो हिँड्नै मिल्दैन यस्तो भएपछि। ल हेर्नु त गाइस स्कुटर नि आउन बन्द भयो अब अलि दिनलाई। ओहो शीतल भएको है। कतालाउडी म चाहिँ माथिसम्म दोकानसम्म जान लागेको बुद्ध चोकसम्म हजुर है। घाम कतिको चर्केछ त नि। चर्के यस्तो भयो ल हेर्नु। अस्ति चस्मा लाउनु बिर्स्यो आज चस्मा लगाइदिन्छ होइन। चस्मा लाग्छु चस्मा लानु भने फेरि आँखा एलर्जी हुन्छ कि मेरो घाममा त त्यही भएको भयो। हेलो गाइज म चाहिँ बुढो गाडीमा दोकानसम्म जान लाग्छ है। ल यस्तो बाहिर हेर्नु त यस्तो छ ल हेर्नु यस्तो घाम छ। बुढोसँग बाहिरसम्म जान लाग्छु। त्यहाँ पसल समय छोडिदिनु पर्यो अनि त्यहाँबाट म ड्युटी जानु पर्यो। ड्युटी जानुहुन्छ ल। ओहो गरम भएको हेर्नु त। अब गाडीको एसी लाउनु पर्यो बुढी है। बुढोले एसी लाउँदै हुनुहुन्छ। ल हेर्नु गाइज हामी चाहिँ राम बजार हुँदै बुद्ध चोक निस्किन्छ यहाँबाट। बाटोको जाम हुन्छ यस्तो बाटोमा नि है। यता तल चाहिँ तल जाने बाटो पनि छ है। पिन्सिङ क्याम्प है यो। तल्लो बाटो अघि देखाएको बाटो चाहिँ गेट नम्बर 2 यो चाहिँ गेट नम्बर 1 है पिन्सिङ क्याम्प एमबिसी अब इन्डिया। ल हामी चाहिँ यहाँबाट बुद्ध चोक यहाँबाट सर बुद्ध चोक जान्छौँ। बुढोले गाडी चलाउँदै हुनुहुन्छ। हामी यहाँबाट सर है सबै सर जाम है हामी। ल याहु हेर्नु त बादल कस्तो राम्रो देखिन्छ। गर्मी ल हेर्नु त पसिनाले ल यस्तो हुन्छ ल हेर्नु है यस्तो गर्मी छ त नि। ल मेरो चाहिँ अब झर्ने बेला आयो होइन। म चाहिँ त्यहाँ पसल जाने हो गाइस। अनि म हजुरहरूलाई अहिले पसल गरेर आइसकेपछि भिडियो देखाउँछु बाटोको हिँडेको हस्। ल इन्जोय गर्नु है मेरो भ्लग हेरेर। ल हेर्नु है गाइस म यहाँ दोकान आएको थिएँ निस्किन लाएँ घर जान लाग्छ है। घर गएर ल हेर्नु है गर्मी भयो। म छाता ओढेको चस्मा लान भने फेरि आँखा दुख्छ त्यो चस्मा लगाएको हामी यस्तो हेर्नु त भ्यू यस्तो सर यहाँ चाहिँ गाडी स्कुटर सिक्ने ठाउँ रहेछ होइन। यहाँ चाहिँ ल हेर्नु है यस्तो रहेछ। म यहाँ जाँदैछु ल हेर्नु है यस्तो गर्नु छ। म यो बाटो हुँदै आएको गाडी सिक्ने ठाउँ रहेछ ल हेर्नु। यस्तो छ
गरम ल म चाहिँ अब यहाँबाट छिर्छु यहाँबाट छाता अड्किँदाखेरि गर्मी छ है हेर्न सके छैन दोकान जाने काम भएर मात्रै भएको ल हेर्नु के रहेछ यहाँबाट चाहिँ अलिकति मेन रोड निस्किन्छ म त्यहाँबाट आएको यहाँबाट निस्किन्छु ट्विन्स रहेछ कि यो घर ट्विन्स त्यो घाममा स्कुटर ओहो कति तात्यो होला यसको सिटमा बस्न पर्छ ओहो बाउको भए देखिन्छ है आइज तपाईँहरू पढ्नु भएन म त पढेछु ओहो सिटमा यो तातो सिटमा बस्नुपर्छ ल ल हेर्नु त यस्तो राम्रो देखेछ ल अब म घर जान्छु है यही बाटो है म यहाँबाट सरर जाने ल हेर्नु यस्तो दामी छ हाम्रो यहाँ घर जाने गल्ली यस्तो राम्रो खालको लाग्ने सबैले हेर्नु है सबैले गर्मी अन्त ल हेर्नु छाता हेर्नु कस्तो हुन्छ ओहो हेर्नै सक्दिनँ छाता ओरिसे बल्ल हो कि ए यहाँ त यत्तिकै रहेछ ल हेर्नु त अघि भन्दा नि यत्तिकै थियो अहिले यत्तिकै रहेछ अब यहाँ खाल्टो भयो भने चाहिँ हिँड्नै सकिन्न कि ल हेर्नु है अब खाल्टो भयो भने यहाँबाट छेउ हुँदै आउनुपर्छ आयो बा ल हेर्नु यस्तो गर्मी हो त्यो घाम धेर लाएर कि गर्मी हो भने टल्केछ टिलिक्कै ल हेर्नु त यहाँ मकैबारी दराम रहेछ ल हेर्नु गाइस ल अब घर आइपुगेँ है ल हाम्रो घर अगाडि त फुल छ ल हेर्नु ल यस सरर फुलै फुल हो नि त A few moments later. ल खुट्टाले हिँड ल हेर्नु गाई झाम भान्छु उभियो ए ल धन्दैले पल्टेको मैले नसमाते भयो आइमा ए ल हेर्नु है ल है बाई बाई मिरुको बाई बाई गरिदेऊ बाई बाई ऊ आयो त उता गएर बाई बाई गरेको ल ओहो हेर्नु छोरो यहाँ बाई बाई गऱ्यो भने ऊ त्यता गएर बाई बाई गर्छन् कस्तो भयो ठुलो मम्मी पास्ता मिठो भयो अन्त ल हेर्दै मिठो भयो होइन मामाले तर एकदमै पिरो भयो है फेरि ओहो बिचरा बुढोको याद आएर होला ठुलो मम्मी भन्नु त फेरि एकचोटि अभी तो रुको क्लाइमैक्स अभी बाकी है अन्त हाम्रो मिरुगोको ब्याग कठैबाट स्कुल जाने हो कि खेल्न जाने थाहै छैन मिरुगोको 2 hours later. हामी चाहिँ अब गिफ्ट किन्ने ठाउँमा गएर हजुरलाई देखाउँछ है ल है हामीलाई कार्डिगन भएन है अब हामीले अर्को बेबील्यान्डमा जाने है ल हेर्नु त के अरे ल हेर्नु त यो राम बजार कति राम्रो छ ल हेर्नु है ल यस्तो राम्रो घर हेर्नु नि है यस्तो घाम लाग्छ हामी कहाँ आएको मिरुको कहाँ आएको रे हेर्नु त बाई बाई गरिदेऊ हेलो बाई बाई गरिदेऊ है हाम्रो नानीले है हामी बेबील्यान्डमा आइसक्यौँ यहाँ कपडा किन्दै हुनुहुन्छ है होइन यो चाहिँ हाम्रो राम बजार यो चाहिँ 160 सेल है यहाँ हाम्रो राम बजारमा चाहिँ यहाँनिर छ है यता अमरसिंह जाने यता पिन्सिङ क्याम्प जानेको यो बिचमा चाहिँ हाम्रो 160 को पसल छ है A few moments later. ल हेर्न सक्नुहुन्छ है गाइज तपाईँहरूलाई कतिको मनपर्छ फुल प्लान्टहरू मलाई चाहिँ एकदम मनपर्छ म त प्लान्ट लभर हो ल हेर्नु फुलहरू एकदम मनपर्छ है मलाई यहाँ पनि छ ल हेर्नु है यहाँ छ यहाँ पनि छ ल हेर्नु है यहाँ खुर्सानी छ है ए ल हेर्नु त हेर्न सक्नुहुन्छ ल हेर्नु नि यति मनपर्छ मलाई यति मनपर्छ प्लान्ट है यहाँ पनि ल हेर्नु चाहिँ यस्तो राम्रो भयो प्लान्ट एकदम टाइम लाग्यो है मेरो चाहिँ यो एकदम मरेको थियो पहिला अनि मैले के गरी यत्तिको बनाएको यसलाई चाहिँ